मलाई चाहिँ चलो मेरो भाई म देखो अब मैं आउँदैछु क्या भन्ने करता कुरा थाहा नै छैन कि होइन। म सरप्राइज दिन गइरहेको छु। अब हेरौँ कस्तो हुन्छ बाटो। अब भोलि पुग्छु होइन, कसैलाई थाहा छैन। अब हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई स्वागत छ। म एकदमै आराम छु। तपाईँहरूलाई कस्तो छ होइन कमेन्ट गरिदिनु होला। आज चाहिँ म चाहिँ यहाँ मकवानपुरबाट मेरो घर जाँदैछु। धेरै दिनपछि, लामो समयपछि मैले सामान सबै रेडी पारिसकेको छु होइन। अब 2 दिनमा पुग्छ। मेरो बास चाहिँ यता एक ठाउँमा हुन्छ होला। अनि त्यसपछि चाहिँ त्यहाँ बसेर भोलि चाहिँ म घरमा पुग्छु। तर मैले घरमा चाहिँ मैले के भनिरहेको छु भने सरप्राइज छु। तर अब कस्तो हुन्छ हेरौँ होइन। घरमा अब कसैलाई पनि भनेको छैन मैले चाहिँ। अब यसरी कसैले थाहा नभइकन म गएँ भने चाहिँ एक्कासी खुसी हुन्छ कि मन बुवालाई भेट्दाखेरि होइन। मलाई नि दिन मन थियो, पहिल्यैदेखि नै सरप्राइज दिने मन थियो, तर भएको थिएन। तर अहिले चाहिँ मैले मम्मी बाबालाई सरप्राइज दिने अब सामान सबै प्याक गरिसकेँ मैले चाहिँ। सामान चाहिँ बाँधेर होइन, यसरी बाँधेर बाइक रेडी पारेर म लगभग 2-3 किलोमिटर अगाडि आइसकेको छु। तपाईँहरूले हेरिदिनु होला, माया देखाइदिनु होला होइन। त्यही हो गाइज। अब हेर्दै जाऊँ अगाडि के हुन्छ होइन। सबै कुराहरू देखाउने नै छु तपाईँहरूलाई। भिडियोमा बनिरहनुहोस् है। अब चाहिँ म चाहिँ यहाँबाट अब बाइकमा हिँड्न लाग्यो गाइस होइन। अब चाहिँ यहाँबाट चाहिँ म हिँड्न लाग्यो है। धेरै टाढा छ गन्तव्य, अझै धेरै टाढा छ। धेरै सफर गर्नुपर्छ, लामो दूरी तय गर्नुपर्छ गाइस होइन। अब त्यही हो, बाटोमा अब के हुन्छ हेरौँ। पहिला नि गएको हो, जान चाहिँ पहिला नि गएको हो होइन। अब पहिलाको एक्सपिरियन्स छ कि मसँग, कहाँ कहाँ के गरेर कस्तो कन्डिसनमा के गर्नुपर्छ भन्ने सबै कुरा थाहा छ होइन। अब त्यही कुरालाई आत्मसात गर्दै म चाहिँ अब लागियो गाइस है। अब यो मेरो यसमा अब बाइक स्टार्ट गऱ्यो भने अहिले चाहिँ ओह्रालो छ होइन। बाइक स्टार्ट गऱ्यो भने साउन्ड नै आउँदैन क्या। अब यो मेरो माइक छैन नि त, मैले मोबाइल माइक छ बिस्तारै पैसा हुँदै। ल गाइस यस्तो छ बाटो चाहिँ, लास्ट अप्ठ्यारो छ कि यहाँको बाटो चाहिँ लास्ट अप्ठ्यारो छ गाइस। त्यही हो, अगाडिबाट गाडी आयो भने कतिखेर के हुन्छ थाहा हुँदैन। एकदम केयरफुल्ली भएर चलाउनु पर्छ होइन। एकदम केयरफुल्ली क्या। मजा आयो ल, मजा आउँछ कि यस्तो खाली।
few moments later. सो फाइनली गाइज म चाहिँ अहिले चाहिँ बुटवलदेखि अगाडि गुरुसिङे पुग्न लागिसकेको छु है। अब गाह्रो भयो, बाटो एकदम खतम रहेछ है। हालत हेर्नु न, बाइकको हालत यस्तो भइरहेछ तपाईँको। बाइकको हालत यस्तो छ, त्यस्तो छ, खतम भयो यार। बाटै गरे बर्बादै गरे नि हालत के अब चाहिँ लगभग 2-3 घन्टापछि बाटो बनाउँदै रहेछ, अनि त्यही भएर लास्टै गाह्रो भयो। अब चाहिँ हामी चाहिँ सो फाइनल्ली गाइज म चाहिँ अहिले यो शिव भाइरल डाँडामा पुगिसकेको छु होइन। यहाँबाट यहाँको दृश्य चाहिँ एकदमै राम्रो छ। यहाँ चाहिँ पहिलोचोटि बस्दाखेरि एकचोटि बसेर जाउँला भन्ने सोचिरहेको थिएँ। आउँदाखेरि चाहिँ त्यतिखेर चाहिँ भएन। अहिले चाहिँ थोरै टाइम मिलाएर यहाँ थोरै आराम गरौँ, यहाँ नजिक फोटोसोटो खिचौँ भनेर बसिरहेको छु। जे होस् राम्रो ठाउँ रहेछ। यता नागको मूर्ति छ, नागको स्केच छ, शिवलिङ्ग छ। जे होस् रमाइलो ठाउँ छ। यताउता जङ्गलले घेरिएको पहाडको बिच खोजमा छ कि यो चाहिँ। जे होस् यहाँ नजिक चाहिँ भाइरलै छ यो ठाउँमा। यो ठाउँ चाहिँ भाइरल नै छ। फाइनल्ली गाइज म चाहिँ यहाँ राप्ती नदी पुलमा बाइक चाहिँ उता राखेको छु है। यहाँ चाहिँ राम्रै रहेछ। यहाँ सुत्दा चाहिँ गर्मी भइरहेको थियो, अहिले चाहिँ शीतल भइरहेको छ कि अहिले। अनि यहाँ अलिकति थोरै पस्नु पऱ्यो। अरू त के भन्ने। हेलो गाइज, म चाहिँ कोलपुर पुगेँ होइन। भइरहेछ। म चाहिँ अहिले कोलपुर पुगेँ। अब आज यतै बस्नुपर्छ साथी हो। यहाँको माहौल यस्तो छ। सो गाइज म चाहिँ यहाँ कोलपुरबाट चाहिँ बिहान अब दैलेखको लागि हिँड्दैछु। यहाँबाट चाहिँ सुर्खेत जाने, सुर्खेतबाट चाहिँ अब दैलेख पुगिन्छ होला। कति बजी पुगिन्छ अब हेरौँ होइन। म चाहिँ अहिले 7 बज्न लागिसक्यो। अब यहाँबाट हिँड्न लागेको छु। अब हेरौँ, लेट्स सी बाटोमा के हुन्छ। तपाईँहरू हेर्दै गर्नु होला है। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब। सो हेलो एभ्रिवान, म चाहिँ यहाँ भेरी पुलमा पुगिसकेको छु अहिले भर्खर। यहाँ चाहिँ यो चाहिँ नेक्स्ट डे हो मेरो चाहिँ। बाइक चाहिँ यहाँ छ भेरी पुल नजिकै पुगेर हल्का यहाँको कस्तो छ कन्डिसन अवस्था बुझौँ होइन। त्यही हो गाइस, रमाइलो भयो, यात्रा रमाइलो भइरहेछ है। यस्तो छ यहाँ पानी त पहिलाको जस्तो छैन, अहिले धेरै कम रहेछ पानी चाहिँ पहिलाको जस्तो छैन। नत्र यो त पुरा यता यहाँ माथिसम्म हुन्थ्यो होइन। यहाँ चाहिँ त्यही हो गाइस, अरू एकदम राम्रो छ होइन। हेर्दै गर्नु होला, रमाइलो भइरहेछ। बाइ। सो गाइस म चाहिँ यहाँ कोलपुरबाट चाहिँ बिहान अब दैलेखको लागि हिँड्दैछु। यहाँबाट चाहिँ सुर्खेत जाने, सुर्खेतबाट चाहिँ अब दैलेख पुगिन्छ होला। कति बजी पुगिन्छ अब हेरौँ होइन। म चाहिँ अहिले 7 बज्न लागिसक्यो। अब यहाँबाट हिँड्न लागेको छु। अब हेरौँ, लेट्स सी बाटोमा के हुन्छ। तपाईँहरू हेर्दै गर्नु होला है। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट गर्न नबिर्सनु होला है। सो फाइनल्ली गाइज म चाहिँ अब मेरो गाउँ पुग्नै लागिसकेँ होइन। अब धेरै छैन, पहिलाको भन्दा अहिले चाहिँ बाटो चाहिँ एकदम राम्रो बनाएको रहेछ होइन। जस खुसी लाग्यो, यति विकसित हुँदा पनि जस राम्रो भइरहेछ। पहिलाको हेरेर चाहिँ अहिले
धेरै राम्रो भएको छ होइन। अझै पनि राम्रो होस् केही गरी है, हेरिदिनु पर्यो यहाँको नेताहरूले हाम्रो होइन। राम्रोसँग बाटो चाहिँ एकदमै राम्रो हुनु पऱ्यो कि, अब पिच हुनु पऱ्यो कि, यत्तिको भइरह पहिलाको भन्दा त धेरै राम्रो छ, अझै हुनु परोस् केही गरी राम्रो है। तपाईँलाई मेरो घरको गाउँ जाने बाटो देखाउँछु, हेर्दै गर्नु होला है गाइस। ठिक छ नि। पहिलाको भन्दा चाहिँ धेरै राम्रो भएको छ कि बाटो चाहिँ। म यहाँ ठ्याक्क 354 पुगेँ। यो यहाँको नाम चाहिँ दैलेख एल्तोली। सो गाइज म चाहिँ घरमा पुग्नै लागिसकेको छु होइन। अब चाहिँ मम्मी बाबाको रियाक्सन कस्तो हुन्छ एकचोटि हेरौँ है। मम्मी बाबाको म पुगिसकेँ कि थोरै छ बाँकी। त्यहाँ किन्न भयो तिम्रो मायाको महत्त्व मलाई बुझ्ने लाग्छ। कस्तो लाग्यो? मेरो लागि मुटु ओछ्याइराख्ने मेरो आफन्त छन्, मलाई दुख्छ निस्वार्थ आँसु झार्ने आँखा छन्, कतै मेरो नाउँ डुबे सहारा दिने हात छन्। तर तिम्रो मायाको महत्त्व मलाई बुझ्ने, तिमी बाहेक माया साथ दिने अरू पनि धेरै धेरै छन्, तर तिम्रो मायाको महत्त्व मलाई बुझ्ने। सबैभन्दा ठुलो कुरा त तपाईँले दिने आशीर्वाद पो हो त मेरो लागि। हेर्नु है, हाम्रो दिदीले चाहिँ अब मैले ल्याइदिएको गिफ्ट खोल्न लाग्नु भएछ। यता चाहिँ मम्मी, यता चाहिँ बाबा कपडा लगाएर रेडी पोजिसनमा हुनुहुन्छ। यहाँ खोल्नै सकेन, दिदीले खोल्नै सक्नु भएन। यता हेरिदिनु, हाई भनिदिनु। म चाहिँ यहाँ चिसो भएर सुतिरहेको छु यता ओछ्यानमा। यति सबै सामान ल्याइदिएको थिएँ। मम्मीको यहाँ खुसीको सीमा नै छैन। सेम्पू रहेछ। तपाईँले व्हाइटमा भन्नुभएको थियो, व्हाइटमा पाएन। यही हो। यसमा पेस्ट आउँदो रहेछ कि एउटा कोलगेट आउँदो रहेछ यसको साथमा। यो किन्दा ठुलोमा किन्दाखेरि एउटा पेस्ट फ्रीमा आउँदो रहेछ। यो रहेछ अनि चकलेट रहेछ। यो रहेछ। अब हाई गरिदिनु यता। धन्यवाद खोइ त, थ्याङ्क यू सो मच। वेलकम मनैदेखि माया छ। बुबाले मम्मीलाई आई लभ यु भन्नुभयो। भोलि रोग इन्न कपडा। ल भयो। भिडियो मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला। अर्को भिडियोमा भेटौँला। बाई बाई।